वेलकम ब्याक टु पोकेबेट नाइट। हेलो गाइज, सबैजना सन्चै हुनुहुन्छ होला। हिजोको एपिसोड हेर्नुभएको छैन भने गएर हेर्नु होला। हिजोको एपिसोडमा हामीले रक टाइप जिम मतलब ब्रकलाई हामीले हराइसकेका छौँ र हामीले पहिलो हाम्रो ब्याच पनि जितिसकेका छौँ। आज चाहिँ हामी त्यो जिमभन्दा पछाडिको म्युजियममा एक्सप्लोर गर्न आएका छौँ। यो म्युजियममा चाहिँ फोसिलहरू जस्तै यो काबुटोपोस भनेको एकदमै रियर र लेजेन्डरी पोकेमन हो। यसको चाहिँ यहाँ फोसिल रहेको छ। अनि हामी यो म्युजियम एक्सप्लोर हान्ने बित्तिकै चाहिँ सेरुलन सिटीतिर लाग्नेछौँ। सेरुलन सिटीमा चाहिँ अर्को जिम छ, वाटर टाइप जिम। अनि त्यहाँ गएर चाहिँ त्यो जिममा च्यालेन्ज गर्ने। अनि आज चाहिँ सेकेन्ड ब्याच जित्नुपर्छ। जस्तो कि तपाईँहरू मेरो लेफ्ट ह्यान्ड साइडको माथिपट्टि हेर्न सक्नुहुन्छ, त्यहाँ दुईवटा पोकेमन रहेको छ। एउटा भनेको चार्मेलियन, जसलाई चाहिँ हामीले स्टार्टरको रूपमा एज अ चार्मेन्डर लिएका थियौँ। अनि त्यो चाहिँ इभल्भ भएको थियो सेकेन्ड एपिसोडमा। तपाईँले सेकेन्ड एपिसोड हेर्नुभएको छैन भने गएर हेर्नुहोस्, एकदमै बवाल छ। अनि अर्को भने चाहिँ म्याङ्की। यी दुईजनालाई मैले यति धेरै मिहिनेत गरेर लेभल अप गरेर हिजो ब्रकको जिममा गएर ब्रकलाई हराएर अनि फर्स्ट ब्याच जितेको छु कि त्यो फर्स्ट र सेकेन्ड भिडियो चाहिँ नछुटाउनुहोस् है। तपाईँहरूले हेर्नुभएको छैन भने गएर हेर्नु होला। अब चाहिँ म चाहिँ उता सेरुलन सिटी जानुभन्दा अगाडि चाहिँ मलाई एउटा दामी आइडिया आयो। के भन्दा सेरुलन सिटीमा वाटर टाइप जिम छ। मसँग फायर टाइप पोकेमन र फाइटिङ टाइप पोकेमन छ नि त। मसँग फायर र फाइटिङ टाइप मात्र भएर भएन नि त। फायर टाइप त एकदमै कमजोर हो नि त वाटर टाइप पोकेमनको अगाडि। त्यही भएर म चाहिँ पहिला यहाँ नर्स जोय भट्टा जान्छु। नर्स जोय भट्टा चाहिँ किन गएको भन्दा आफ्नो पोकेमनहरूलाई हिल गर्न। आफ्नो पोकेमनहरूलाई हिल गरिसकेपछि चाहिँ मसँग एउटा दामी प्लान छ। के प्लान भन्दाखेरि पिकाचुलाई समाउने आइडिया चाहिँ मैले कुनै एउटा युट्युबरकोबाट हेरेको थिएँ। अनि त्यहाँबाट मलाई आइडिया आयो। अनि पिकाचु लिएपछि पिकाचु इलेक्ट्रिक ट्राइब। अनि त्यसपछि हामी सेरुलन सिटीमा जाने। त सेरुलन सिटी त वाटर टाइप जिम छ नि त सेरुलन सिटीमा। यो वाटर टाइप जिम भएपछि अब हामीले पिकाचु समाएपछि पिकाचुले हामीलाई अलिकति एडभान्टेज दिन्छ कि, किनभने पिकाचु इलेक्ट्रिक टाइप त्यहाँ पऱ्यो वाटर टाइप जिम। त्यही भएर मैले चाहिँ पिकाचु समात्ने एउटा दामी प्लान बनाएको। अब चाहिँ पिकाचु खोज्छु होइन। यहाँ पिकाचु भेटिन चाहिँ एकदमै थोरै चान्स छ क्या। कति खोज्छु, कति ट्राई गर्छु, तर पनि पिकाचु आउँदैन। कहिले क्याटरपी आउँछ, कहिले ककुना आउँछ। बल्ल 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 यिनीहरूलाई हराउँदा फेरि उइडा लगाइदियो। अनि उइडा लगाएपछि लास्टमा बल्ल एकचोटि पिकाचु आयो। अनि पिकाचुलाई केही न भने मैले हिजो मास्टर बलहरू किनेको थिएँ 2-3टा। यस्तै केही आपत पर्छ भनेर नि किनेको थिएँ। अब पिकाचु पर्यो 5 लेभल अनि मेरो त 20 लेभलको। एक सर्ट केही मुभ गऱ्यो भने पनि जान्छ क्या। त्यही भएर मास्टर बलले एकै सर्टमा समातिदियो पिकाचुलाई। फाइनली पिकाचुलाई समातिसकेका छौँ। अब पिकाचुलाई चाहिँ म लेभल अप गराउँछु अनि तपाईँहरूसँग भेट्छु। फाइनली अब हामी सेरुलन सिटीतर्फ लाग्छौँ। सेरुलन सिटीतिर लाग्नुभन्दा अगाडि म तपाईँलाई पोकेमनको स्ट्याट देखाइदिन्छु। मेरो चार्मेलियन 27, म्याङ्की 27, पिकाचु 27 लेभलका छन्। 27। अब पिकाचुको चाहिँ के मुभहरू सिकेँ त्यो हेर्नु है त। पिकाचुलाई मैले एउटा थन्डर सक छ, एउटा क्विक अट्याक, एउटा थन्डर बोल्ट, अर्को थन्डर वेभ। एउटा थन्डर बोल्ट मात्र 25 कि 22मा आउँदो रहेछ। अनि चार्मेलियनको त सबै हिजो हामीले ब्रकलाई हराउँदाखेरि नि सब मुभ छ। म्याङ्कीको चाहिँ एउटा नयाँ सिकेछ, त्यो सिस्मिक टस भन्ने त्योवाला नयाँ मुभ सिकेछ। सबै 27 लेभलका नै छन्। अब चाहिँ एकदमै पावरफुल भइसकेको छ हाम्रो टिम। यो टिम लिएर सिधै अब वाटर टाइप जिममा भिडाउने हो भने जित्दिन्छ, कसमै जित्दिन्छ। अब चाहिँ यहाँ एउटा साइन्टिस्ट भेटिन्छ। यो साइन्टिस्ट चाहिँ जस्तै हाम्रो मम्मीले चाहिँ हामीलाई एउटा जुत्ता पठाएको हुन्छ, कुद्ने जुत्ता, रनिङ सुज, त्यो दिनलाई आएको हुन्छ। जुन रनिङ सुजले चाहिँ अनि हामीलाई पछि गएर हेल्प गर्छ क्या, कुद्नमा एकदम स्पिड बढाउँछ त्यो रनिङ सुजले चाहिँ। अनि यहाँ लेटर पनि रहेछ रनिङ सुज सँगसँगै। के अरे म तिमीलाई जहिले पनि चियर गरिराख्छु, तिमी राम्रोसँग जानु जर्नीमा अगाडि भनेर एउटा लेटर रहेछ त्यो जुत्तासँग। अब चाहिँ यहाँनिर केही ट्रेनरहरू भेटिन्छ जोसँग चाहिँ हामीले ब्याटल गर्नुपर्ने हुन्छ। यो चाहिँ फास्ट फरवर्डमा छ। अनि यहाँनिर चाहिँ सब एकदमै लाइन लाएर बसी हुन्छन् ब्याटल लिनको लागि, किन हो थाहा भएन। तर सबैलाई म वान सट गर्दै हिँड्छु किनकि मेरो पोकेमनको लेभल एकदमै हाई छ यिनीहरूको भन्दाखेरि। जस्तै यिनीहरूको सबै प्रायः चाहिँ यहाँनिर बग टाइपका पोकेमन लिएर बसी हुन्छ, बग क्याचरहरू। अनि मसँग झन् फायर टाइप छ। अब बग टाइप त कमजोर भइहाल्छ नि अभियसली। अगाडि
यसरी नै अब सबैलाई म वान डाउन गर्दै अगाडि बढ्छु त्यतिकैमा चाहिँ। अनि यहाँनिर सब हेर्नु मैले अघि भनेको थिएँ त सबै बग टाइप छन् क्या, बग क्याचरहरू टोटली। यहाँ अघिको ब्याटलमा चाहिँ मेरो म्याङ्कीलाई चाहिँ पोइजन गराइदिए हुन्छ। अनि म्याङ्की चाहिँ यो स्क्रिन ल्याग गऱ्यो भने चाहिँ म्याङ्की पोइजन छ क्या। अब यहाँ जिग्लीपफले झन् 4 मिलियनलाई सुताइदिन्छ। अनि पिकाचु आएर सिधै हराइदिन्छ यसलाई। अनि हामी चाहिँ सिधै लाग्छौँ उता पोकेमन सेन्टरतिर, किनकि अब मेरो म्याङ्की पोइजन छ। अनि त्यसपछि 4 मिलियन सुतिरह, यतिको अगाडि त बढ्न सकिँदैन नि त। त्यही भएर म चाहिँ नर्सरीबाट जान्छु अनि आफ्नो पोकेमनहरूलाई हिल गर्छु। आफ्नो पोकेमनहरूलाई हिल गर्ने बित्तिकै चाहिँ अनि त्यसपछि चाहिँ म सिधा सेरिलियन सिटीतर्फ लाग्छु। यतापट्टि चाहिँ माउन्ट मुन रहेको छ, जसको बाटो हुँदै हामी सेरिलियन सिटीतर्फ लाग्नुपर्छ। पक्का यो माउन्ट मुनभरि पनि ट्रेनर हुन्छन् जोसँग फाइट लिनुपर्छ। म चाहिँ सबसँग प्रायः जस्तो बस्दै लुक्दै मतलब मेरो लेभल कम भएर त होइन, मलाई आजकै यही भिडियोमा सेरिलियन सिटी गएर मिस्टीलाई हराउनु छ नि त, वाटर टाइप जिमलाई। त्यही भएर यिनीहरूसँग ब्याटल गऱ्यो भने भिडियो लामो पनि हुन्छ। त्यही भएर जति सक्दो म ब्याटल चाहिँ लिन्न आज, अनि यिनीहरूलाई पछि हराउँला नि त। अनि त्यसपछि आज सिधै सेरिलियन सिटी पुगेर अनि जिमलाई धावा बोलिदिइहाल्ने हो। अब चाहिँ यिनीहरूलाई म एकदमै छिटो हराउनु पर्छ क्या। यिनीहरूको फेरि कमजोर यति कमजोर छन् कि मेरो लेभल हाई भएर मलाई कमजोर लागेको हो। यो वान सट लिटरली वान सट सबलाई वान सट गर्दै हिँडिरहेको छु। फेरि यहाँ पनि बग टाइपकै पोकेमन छ क्या ऊ हकुना। अनि मेरो अब झन् 4 मिलियनले त इम्बर हानेर भोक लगेर हालिन्छ यसलाई। अनि यो माउन्ट मुनमा त्यो मुन स्टोन नि पाउँछ। अनि त्यो मुन स्टोनले चाहिँ एउटा पोकेमनलाई इभल्भ गर्नुपर्छ। अनि जस्तै अब यहाँनिर मैले ब्याटल गर्दा मेरो 4 मिलियन 28 लेभलको भइसक्यो। 28 लेभलको भइसक्यो। त्यही पनि यसले चाहिँ उहाँ मिस्टीसँग चाहिँ फाइट लिँदैन होला। म पिकाचु मात्र एक्लैले सबैलाई हराइदिने हो, किनकि पिकाचु अन्ली काफी छ क्या तिनीहरूको लागि। किनकि पिकाचुको एउटा थन्डर बोल्टले नै सबैलाई त्यहाँ ढालिदिन्छ। त्यही भएर 4 मिलियन र म्याङ्की नै युज गर्छु होला, सायद कमै युज गर्छु म्याङ्की त्यहाँ। अब यसलाई पनि मैले क्रस गरेर गइदिएँ, किनकि अब म धेरै ब्याटल लिन्न भनेर अघि नै भनिसकेँ नि त। ब्याटल लियो भने यो भिडियो लामो हुन्छ क्या। मलाई आज जसरी पनि सेकेन्ड ब्याच जित्नै छ। त्यही भएर म चाहिँ हत्तरमा कुद्दै लागिहाल्छु। यो केटीसँग पनि बाँच्दै अगाडि बढ्छु र यसलाई म क्रस गर्न सफल हुन्छु। त्यसपछि म अगाडि लाग्छु बाटोमा। यो माउन्ट मुनमा चाहिँ धेरै ट्रेनरहरू पनि हुन्छन्। अनि यहाँनिर के हो स्टोनहरू कि त्यो फोसिल नि पाइन्छ भन्ने मैले सुनेको थिएँ पछि त्यो बाहिर निक्लिँदाखेरि यो केपबाट। अनि अब यो भर्याङ हुँदै म तलपट्टि जान्छु। अनि यो भर्याङबाट ठ्याक्क माथि जानलाई चाहिँ यतापट्टि क्रस गरेर म लाग्दिहाल्छु। अनि त्यसपछि यो क्रस गर्ने बित्तिकै यहाँनिर एउटा खोला टाइपको देख्छु, मतलब झर्ना झरिरहेको सानो झर्ना। त्यसपछि म अलिकति अगाडि बढ्दाखेरि यहाँ टिम रकेटको मान्छेहरूलाई देख्छु। कसम यिनीहरू यहाँ किन भएको भन्दा केही काण्ड गरेर यहाँ बसिरहेको होलान्। मतलब मैले अघि भने नि त फोसिलहरू यो माउन्ट मुनमा पाउँछ भनेर, त्यही फोसिलहरू चोर्नलाई आएको होला यिनीहरू पक्कै पनि। यी जहाँ पनि हुन्छन् यी टिम रकेटका मान्छेहरू फिक्स केही न केही आफत बोकेर आएका हुन्छन् क्या। अब अगाडि बढी टिम रकेटकोसँग मैले ब्याटल गर्नुपर्ने हो कि जस्तो लागिरहेको छ। नभन्दै एउटा यो चम्चे टिम रकेटको चम्चेसँग मेरो ब्याटल पर्छ। योसँग कुन पोकेमन छ हेरौँ है त, आउनुहोस्। पक्कै पनि मेरोभन्दा कमै लेभलका हुनुपर्छ। फर्स्टमा के निकाल्यो भने राटाटा निकाल्यो। मेरो 4 मिलियनले त एकै एम्बरमा यसलाई भक्लकै पारिदिन्छ, नभन्दै भक्लकै पारिदियो नि त। अनि सकिहाल्यो नि ल। अब मेरो 4 मिलियनसँग के यो राटाटाको जुब्याट आउँछ। अनि जुब्याटको लागि नि 4 मिलियनले नि एम्बर फालेर सिधै भक्लकै पारिदिन्छ यसलाई। कति कमजोर टिम रकेटका मान्छेहरू। टिम रकेट भन्ने बित्तिकै अलिकति पावरफुल त हुनुपर्छ नि यार। यस्तो झारे पोकेमनहरू बोकेर हिँडेर नि कहीँ हुन्छ। अझ मलाई च्यालेन्ज गरेछ यस्तो झारे पोकेमन लिएर। मैले भनेको थिएँ नि अघि फोसिल भनेर, यही साइन्टिस्टसँग हामीले ब्याटल गरेपछि हेलिक्स र अर्को कुन फोसिल हो हामीले पाउँछौँ। तर एउटा फोसिल लिनुपर्छ, यो अङ्कलले दिँदैन फेरि। त्यही भएर योसँग फाइट गर्नुपर्छ। अनि यसको चाहिँ सब पोइजन टाइप पोकेमन रहेछ ग्रेमर। 4 मिलियन
फेरि म इम्बर हान्छु भने स्क्रैच हाने त्यही पनि यसले मलाई केही गर्न सकेन डिसेबल हान्न खोजिरहेको थियो मेरो मुभलाई तर यसले केही पनि गर्न सकेन फेरि एक सर्ट स्क्रैच हानेर म ग्रिमरकै दुनियाँमा पठाइदिन्छु त्यसपछि 4 मिलियनले 231 को एक्सपिरियन्स पाउँछ अनि म पोकेमन चेन्ज गर्छु एब्सोल्युटली मेरो म्याङ्की आउँछ अनि उतापट्टि यसले कोफिङ फाल्छ कोफिङ पनि पोइजनस नै हो पोइजन टाइपकै हो अनि मेरो म्याङ्कीले लोकिक होइन कराते चप पनि होइन के सिस्मिक टस हान्छ सिस्मिक टस पुरा घुमाएर सिस्मिक टस हान्छ मेरो म्याङ्कीले सिस्मिक टस हान्दाखेरि लिटरली रातो भएर बस्छ यो रातो पिरो भएर बस्छ त्यसपछि मेरो म्याङ्कीले फेरि सिस्मिक टस हानेर यसलाई कोफिङकै दुनियाँमा पठाइदिन्छ त्यसपछि हामीले यो साइन्टिस्ट जी काका साइन्टिस्ट जीलाई हराउँदैनौँ एउटा भोल्ट्रोप नि बाँकी हुन्छ त्यो भोल्ट्रोपलाई पनि हामी वान सर्ट लोकिक हानेर भोल्ट्रोपकै दुनियाँमा पुऱ्याइदिन्छौँ भोल्ट्रोप फेरि चार्ज भएर फुट्यो भने सकाइदिन्छ फेरि एकै सर्टमा जति ठुलो पोकेमन होस् न भोल्ट्रोपको अगाडि सिधै बम हो क्या भोल्ट्रोप भने सकाइदिन्छ काकालाई हामीले हराइदिउँ नि त काकाले चाहिँ ग्रिडी नहौ एउटा मात्र उठाएर जा अरे सकेन अनि अब एउटा दिइहाल्छु नि हामी चाहिँ यतापट्टि साइडको डोम फोसिल रहेछ डोम फोसिल लिएर हामी चाहिँ अगाडि बढ्छौँ अनि डोम फोसिल अगाडि ब्यागमा हालेर काकाले हेलिक्स फोसिल लिएर काकालाई त्यहाँबाट टाटा भन्दै हामी सेरुलन सिटीतर्फ लाग्छौँ अब सेरुलन सिटीमा गएर टक्क लाएर ब्याज जितिन्छ अनि त्यसपछि भोलि अर्को सिटीतिर लागिन्छ अर्को सिटीमा पनि अर्को जिम छ इलेक्ट्रिक टाइप त्यहाँ गएर त्यसलाई च्यालेन्ज गरिन्छ अनि त्यहाँ पनि जिम ब्याज जितिन्छ जिम छन् सबै ब्याज जितिन्छ अब चाहिँ सिधै सेरुलन सिटीतर्फ लाग्नेछौँ अब सेरुलन सिटी आउन अलिकति पनि छैन किनकि मलाई त्यस्तो लागिसक्यो अब यो बाटो हुँदै हामी जान्छौँ त्यो माथि पोकेबल रहेछ पोकेबलमा केही न केही पक्कै हुनुपर्छ त्यसलाई चाहिँ हामी अर्को एपिसोडमा लिनेछौँ अहिले चाहिँ हामी सिधै जिममा केही नभनिकन हामी चाहिँ सेरुलन सिटीमा पुग्न लाग्यो भने पुगिसक्यो सेरुलन सिटी आइसक्यो अब चाहिँ हामी सिधै पहिला चाहिँ हामी पोकेमन सेन्टर जान्छौँ किनकि हाम्रो पोकेमनहरूलाई हिल गर्नुपर्छ ब्याटलभन्दा अगाडि अनि हिल गर्ने बित्तिकै चाहिँ हामी सिधै मिस्टीलाई च्यालेन्ज हान्न मिस्टीको जिममा जान्छौँ ल अब मिस्टीको जिममा भेटौँ है त अब चाहिँ रियल ब्याटल सुरु हुन्छ किनकि हामी पुगिसकेका छौँ सेरुलन सिटीको वाटर टाइप जिममा जहाँ फर्स्टमै हामी मिस्टीको चम्चालाई भेट्छौँ त्यो चम्चाको पोकेमन के हुँदो रहेछ हेरौँ है त चम्चा चाहिँ पुरै नाङ्गै रहेछ किनकि स्विमिङ पुलबाट बाहिर निक्लेर मसँग ब्याटल गर्छ नि त अब चम्चाले पठायो उसको हर्सी हाम्रो चाहिँ हुन्छ पिकाचु हामी सबैलाई थाहा छ कि हेर्न सक्नुहुन्छ हर्सीको लेभल 16 हाम्रो 27 यसलाई हामी सिधै वान सर्ट गरेर यसको चम्चा मतलब मिस्टीको चम्चेलाई हामी सिधै हराइदिन्छौँ र यसले भन्छ अर्को पोकेमनमा फाल्छु त्यति कमजोर छैन म र अर्को सेल्डर हुन्छ यसको पोकेमन र हामी त्यसलाई पनि थन्डर बोल्ट हानेर वान डाउन गरिदिन्छौँ सिधै मतलब वान सर्ट हानेर सिधै त्यसलाई त्यसकै दुनियाँमा पठाइदिन्छौँ अनि त्यसपछि बल्ल हामी मिस्टीको तर्फ लाग्छौँ यतिकैमा पिकाचुले 331 को एक्सपिरियन्स गेन गर्छ यो ब्याटलबाट जसको मतलब अब यो चाँडै नै 28 लेभलमा पुग्न लागिसक्यो अब हामी लाग्छौँ अगाडि तर अर्को यसमा चाहिँ चम्चा होइन यसमा चाहिँ चम्ची रहेछ यो चम्चीले के भन्छ भन्दाखेरि म हुँदै मिस्टीलाई म कहिले बोदर हुन दिन्न मतलब परेशान मतलब ब्याटल गर्नै दिन्न म तँलाई हराइदिन्छु जस्तो कुरा गर्छ नि त फेरि हुन चाहिँ योसँग के पोकेमन गोल्डिन 19 लेभल ठिकै हो लेभल त हो त्यही पनि यसलाई वान सर्ट हानेर हामी सिधै मिस्टीलाई च्यालेन्ज हान्न चाहन्छौँ भन्दा नि अब अगाडि नै छ मिस्टी त अब यो वान डाउन भइसकेको छ पोकेमन लेस भइसकेको छ चम्ची अब हामी जान्छौँ मिस्टीसँग ब्याटल गर्नको लागि मिस्टीसँग पक्कै पनि स्टार यु पोकेमन त हुनैपर्छ त्यो स्टारवाला त्यो त त्यसको फेभरेट हो मैले ऊ सिरिजहरू हेर्दा पनि मिस्टीसँग त्यही पोकेमन अनि एउटा साइडक देखाएको थिएँ साइडक चाहिँ छैन होला योसँग अहिले यहाँ स्टार यु कि स्टार मी त फिक्स हुनुपर्छ योसँग नभन्ने फर्स्टमै होदेखि स्टार यु फाल्यो भने त्यसले अब म पिकाचुले यसलाई पनि थन्डर बोल्ट हानिदिने हो नि त सकिएन कुरा सकिहाल्यो नि अब यो सकेपछि यसले हामीलाई ब्याज दिन्छ मलाई लागिसक्यो म जितिसकेँ भनेर
18 लेभलको स्टार यु पिकाचु 27 लेभलको बेग्लै कुरा छ 408 को एक्सपिरियन्स एक म्याचमा पिकाचु त पिकाचु नि ब्याटलमै छ नि त त्यसपछि यसले पठाउँछ स्टारमी पठाएँ त्यसपछि यसलाई पनि मैले थन्डर बोल्ट हानिदिएको छु मैले स्टारमीलाई पनि स्टारमीलाई हराइसकेपछि मैले मेरो सेकेन्ड ब्याच जितिसकेको छु अनि मेरो पिकाचु पनि 28 लेभलको हुन्छ 28 अनि त्यसपछि मिस्टीले मलाई क्यास्काडा बेच दिन्छ त्यसपछि 2100 पनि दिन्छ त्यसपछि अनि क्यास्काडा बेचले चाहिँ हाम्रो पोकेमन 30 लेभलसम्म हामीले मान्छ र अब हामीले कट भन्ने मुभ पनि युज गर्न पाउँछौँ भनेर मिस्टीले भन्छ त्यसपछि हामीलाई TM3 मतलब वाटर पल्स हुन्छ यसमा त्यो दिन्छ त्यसपछि अनि हामी मिस्टीलाई टाटा बाई बाई भनेर यसको जिमबाट निक्लिन्छौँ त्यसपछि हामी लाग्छौँ अर्को सिडीतर्फ तपाईहरुले यो सिरिजको एपिसोड 1 र 2 हेर्नु भएको छैन भने गएर हेर्नु होला त्यसपछि बल्ल तपाईलाई एपिसोड 3 हेर्न मजा आउँछ मतलब सिरिज वाइज लिस्ट वाइज हेर्यो भने मजा आउँछ नि त हस् त आजको लागि यति नै यहाँसम्म भिडियो हेरेर साथ दिनु भएकोमा धेरै धेरै धन्यवाद अब अर्को एपिसोड पनि भोलि आउँछ यसरी नै माया गरिदिनु होला हस् त बाइ बाइ